वेलकम ब्याक टु अनदर ब्लग अफ दार्जिलिङ। आज चाहिँ वैशाखको 9 गते हामी इन्डिया आएको थियौँ। इन्डिया आउँदा चाहिँ मैले केही समस्या भएर ब्लग बनाउन पाइनँ। अब रिटर्न जाँदैछु। रिटर्न जाँदाखेरि चाहिँ मलाई ब्लग बनाउने मुड छ, त्यही भएर ब्लग बनाउँदैछु। च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। सबैजनाले सब्सक्राइब गर्नुभएकोहरूलाई धेरै धेरै धन्यवाद। ब्लग अन्त्यसम्म हेरिदिनु होला। A few moments later. र लास्टै पानी परिरहेछ क्या यहाँ। आज फेरि हामी हिँड्ने दिन पानी यस्तो भएको छ, बाटो यस्तो भएको छ पानी परेर। यस्तो यहाँ फेरि तामुल भन्दो रहेछ उहाँ नेपालीमा सुपारी। यहाँ यस्तो बगान छ यसको। इन्डियामा चाहिँ यही बेसी हुन्छ धेरै जसो। हेरे त घरमा जाने नेपाल नजाउँ यही बसौँ ल। नेपाल जाम। नेपाल किन जाने? कुट्छ मान्छेले। ए नेपाल गएर भने कुट्छ। ए ल नमस्ते गर त। पैसा कसले दिएको? पैसा आमाले। A few minutes later. र हामी यतिखेर बगाइगाउँ जक्सन आइपुगेको छौँ। अब यहाँबाट हामी एनजेपी जान्छौँ अनि एनजेपी गएर घर जानेछौँ। यो चाहिँ न्यू बगाइगाउँ जक्सन। 1 hour later. र अहिले चाहिँ हामी चाहिँ यहाँ न्यू बगाइगाउँको रेलवे स्टेसनमा छौँ। A few inches later. यो ट्रेन आउँदैछ। कानपुन ट्रेन आए। कानपुन कराउँछ। कानपुन ट्रेन बन्द गरेको हातले पनि त्यो एकछिन नखोल्नु भन्नु बोल्न सक्नु ल। यहाँहरू एकछिन छ।
6.5 hours later. One hour later. रुको जरा, सबर करो। बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। One hour later. र अहिले हामी एनजेपी गइसकेका छौँ। न्यू जलपाइगुडी न्यू जलपाइगुडी जक्सन भर्खर आइपुगेको हो। र हाम्रो यहाँ यस्तो बिजोग छ नि, यो चाहिँ एनजेपीको स्टेसन न्यू जलपाइगुडीको स्टेसन। यति बेला इन्डियन टाइम 4:31 भएको छ, रात परिसक्यो। र म अहिले पाण्डेङ्गी जाने बसमा चढिसकेको छु। अनि अब हामी पाण्डेङ्गी जान्छौँ, त्यहाँबाट घर जान्छौँ। धेरै रात परिसकेको छ। आज लास्टै ढिलो भइसकेको छ क्या। A few moments later. र हाम्रो बस नि हिँडिसकेको छ पाण्डेङ्गीको लागि एनजेपीबाट। र यति बेला टाइम भनेको 5 बजिसकेको छ बेलुकाको। One hour later. र हामी आइसकेको छौँ अहिले नेपाल पाण्डेङ्गी। र अहिले हामी यहाँ होटेलमा छु, राति पनि Tomorrow. हामी हिजो बस्यो। अहिले हामी हाम्रो घरको लागि निस्किसकेको छौँ। One hour later. र म मेरो घर नै आइसकेको छु। अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र जसले च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला, लाइक सेयर पनि गरिदिनु होला। यो भिडियोमा देखिएको कमी कमजोरीहरूलाई कमेन्ट गरिदिनु होला, ताकि म अर्को भिडियोमा यो
कमी कमजोरीहरूलाई सुधार्न सकौँ। यति भन्दै म यो ब्लग यहीँ अन्त्य